100 वर्षको आयु भएकोले मसँगै न्यूनको 10 ठाउँबाट गइहाल्छ। तेरो चाहिँ कति छ? कति 5 छ त? अहिले 5 जना जस्तो छ। अहिले मर्छस् किन? मेरो 1 लाख पनि होइन। हेर्दा त चैते मात्र जस्तो छ जस्तो खान पाए पनि नपाए पनि मेरो आयु भनेको 4,32,000 वर्षको छ। राम राम भकुरो छ त। त्यत्रो बाँचेर चाहिँ के गर्छस् हौ त? जे गर्छु म गर्छु। यी सबै प्रजाहरू मेरा भए अब यो ठाउँबाट गइहाल परीक्षित। फेरि मेरो पर्जा भयो भन्नुहोस् त भागिहाल यहाँबाट भाग्छस् कि हानु तँलाई भक्तिमा। ठिक छ, तैँले युद्धै गर्न खोजिस् भने युद्ध होइन तँलाई मैले राम्रो मुखले किचेक हाँसेर सम्झाउँदैछु। तँ यहाँबाट जान्छस् भने गइहाल भाइ, नत्र तेरो फाइदा छैन। म यहाँबाट जानै पर्छ भने आज त्यसलाई टुक्रा टुक्रा पारेर मात्रै जानेछु, होइन भने आफ्नो बाटो लाग्छ। त्यसो भए अहिले एक हात हो जाने। ठिक छ, अब म युद्ध गर्दैछु तसित। Let's start.